अवस्था भन्दाखेरि अहिले चाहिँ तपाईँले खान र बस्न पनि धौधौ हुन्छ क्या अहिलेको सिजन। अब झन् गर्मी लाग्यो, अझै गर्मी लाग्यो। ठिक छ हजुर, अर्डरै छैन, बसिरह आउने बस्ने जाने त्यही भइरहेको काम छैन, टाइम पास भइरहेको। यो गर्मीमा डेलिभरी गर्न त गाह्रो छ, दिनकै 150 गर्न पनि गाह्रो छ भने जस्तो। अनि कम्पनीलाई 800 तिर्नै पुग्दैन। कम्पनीमा आउने मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? डाइरेक्ट कम्पनीमा आउँदा राम्रो हुन्छ कि अब तपाईँको यो डेलिभरीमा आउँदा राम्रो हुन्छ कि के गर्दा राम्रो हुन्छ? सबभन्दा मेन पावरसँग बुझ्नुहोस्। मेन पावरमा चाहिँ राम्रोसँग चाहिँ दलेहरूसँग बुझेर मात्रै चाहिँ भिजा लाउनुहोस्, त्यत्तिकै हावाको तलमा नलाउनुहोस्। अब भिजा चाहिँ छिटो लाग्दो रहेछ र रोमानियाको लागि। तपाईँको अरूमा भन्दा चाहिँ डेलिभरीमा 90% चाहिँ ढुक्कै लाग्ने रहेछ यहाँ। Hey guys, welcome to my new episode. I hope सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदम ठिक छु। सो गाइस, आज चाहिँ म फेरि पनि नयाँ एपिसोडमा उपस्थित भइसकेको छु। सो अलिकति चाहिँ मैले मेरो पर्सनल प्रब्लम हुँदा चाहिँ मैले भिडियोहरू अपलोड गर्न पाएको थिएन। सो आज चाहिँ फेरि मैले नयाँ एपिसोडमा जुटिसकेको छु। सो आज चाहिँ मेन हामी चाहिँ यस्तो काम लागेको छ होइन। सो यो गर्मीमा चाहिँ कतिको कमाइ हुन्छ डेलिभरीमा चाहिँ 2-3 जनालाई चाहिँ भेटेर चाहिँ म सोध्नेछु के छ कस्तो छ भने यो डेलिभरीमा चाहिँ कतिको कमाइ हुन्छ, महिनामा कति कमाउन सकिन्छ, हप्तामा कति कमाउन सकिन्छ भनेर सबै रमाइलो कुराकानीहरू गर्नेछु। सो म यसको साथसाथै पनि गर्मीमा चाहिँ डेलिभरी गरेर चाहिँ कति कमाउन सकिन्छ भन्ने कुराहरू म सेयर गर्नेछु तपाईँहरूलाई। भिडियो लास्टसम्म वाच गरिदिनु होला। सो गाइस, म चाहिँ कामको लागि रेडी भइसकेँ र म चाहिँ रुमबाट निस्किनु। सो म अहिले चाहिँ टाइम भएको छ तपाईँको 9:30 लगभग पौनी 10 भएको छ। म चाहिँ 8 बजे उठेको थिएँ र 8 बजे म अनलाइन बसेको थिएँ र मलाई चाहिँ अर्डर पनि आइसक्यो अहिले चाहिँ होइन। आज चाहिँ यति छिटो अर्डर आइदियो, नत्र भने 4-5 घन्टा मिनिमम कुद्नु पर्थ्यो। सो अहिले चाहिँ अर्डर आइसक्यो र म रेडी भयो, ब्यागस्याग बोकेर टक्क म जानेछु। टक्क लगाएर होइन, यस्तो दामी घाम लाग्छ होइन। सो यहाँको भ्यूहरू चाहिँ एकदम दामी भएको छ कि रुखहरू हरियाली पुरै रुखहरू भएको छ, भगवान् दामी आउँछ। सो यो चाहिँ मेरो साइकल हो, यो चाहिँ मेरो पर्सनल साइकल हो होइन। मैले चाहिँ अस्ति भर्खर मात्र 2 हप्ता अगाडि लिएको यो साइकल मेरो चाहिँ पर्सनल साइकल हो। सो अब चाहिँ म जानेछु, अर्डर रेडी पनि भइसक्यो। सो गाइस, मेरो पहिलो अर्डर चाहिँ यो होटलबाट आएको थियो होइन। सो टक्क यो होटलको डेकोरेसन पनि दामी छ, पुरै यहाँको भ्यूहरू दामी छ। सो म चाहिँ अब अर्डर गरेर कस्टमर कलेक्सनमा जानेछु होइन। टक्क योबाट चाहिँ मेरो अर्डर आएको छ। अनि म त्यहाँ चाहिँ नेपाली दाजुहरू भेटेर चाहिँ कुराकानी गर्नेछु। बाटोमा जताततै नेपाली हुन्छ, अब जसलाई पनि भेटेर कुराकानी गर्नेछु। सो यहाँको भ्यू चाहिँ एकदम प्रभाव छ होइन, दामी छ, बेस्ट लाग्छ। यो होटलमा चाहिँ बवाल फुलहरू सजाएर यस्तो बवाल बनाएको छ कि होइन। सो गाइस, फाइनली म चाहिँ कस्टमरको लोकेसनमा पुगिसकेँ। सो मेरो पहिलो अर्डर चाहिँ यो बिल्डिङमा छ होइन। टक्क यो बिल्डिङमा चाहिँ मेरो पहिलो अर्डर छ। सो म चाहिँ कस्टमरको लोकेसनमा पुगिसकेँ। अब डेलिभरी गरेर चाहिँ अब अर्डर त हुन्न त्यस्तो खासै। सो अब नेपाली दाजुभाइको खुसीमा जानु पऱ्यो, कुराकानी गर्नु पऱ्यो नि होइन। यहाँको हरियाली यस्तो बवाल भएको छ आजभोलि। भ्यू चाहिँ अलिक बढी भ्यू दामी हुनु चाहिँ पार्कमा छ। पार्कमा चाहिँ यस्तो बवाल फुलहरू फुलेको छ। अनि त्यस्तै सबै up in the clouds are jealous knowing we found so यो नदीको भ्यू चाहिँ एकदम अमेजिङ छ होइन। र अहिले चाहिँ म फिलहाल उनीहरू पुगिसकेको छु होइन। सो मलाई चाहिँ पहिलो अर्डर डेलिभरी गरेर सेकेन्ड अर्डर चाहिँ मिलेको छैन। म चाहिँ उनीहरू आएको छु, उनीहरू चाहिँ अलिक अर्डर आउने ठाउँ हो, त्यही भएर चाहिँ उनीहरू आएको होइन। सो यो भ्यू हेर्नुहोस्, बवाल छ होइन। पुरै हरियाली रुखहरू पनि हरियाली हुँदैछ टक्क। सो गाइज, म चाहिँ आज दिनभरि घुम्दा म चाहिँ यो पार्कमा पुगेँ। सो यो पार्कको भ्यू चाहिँ म तपाईँहरूलाई देखाऊँ भनेर चाहिँ मैले यो पार्कको भ्यू पनि पुरै रेकर्ड गरेँ र म यो ब्लगमा एड गर्दैछु। सो पार्क चाहिँ एकदम दामी छ, एकदम बवाल भ्यू देखिरहेको छ, हरियाली पुरै चारैतिर।
अनि चराचुरुङ्गीको आवाज छ होइन। सो त्यही भएर चाहिँ मैले यो पार्कमा गएर चाहिँ यो भिडियोहरू रेकर्ड गरेको थिएँ। र हजुरहरूलाई कस्तो लाग्यो यसो कमेन्ट गरिदिनु होला, राम्रो लाग्यो भने। र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद। सो गाइज म चाहिँ ओल्ड टाउनतिर जाँदैछु होइन। ओल्ड टाउनतिर चाहिँ अलि नेपालीहरू अनि अरूहरू चाहिँ बवाल हुन्छ, त्यही भएर चाहिँ म ओल्ड टाउनतिर जाँदैछु। सो म त्यहाँ गएर चाहिँ नेपाली दाजुभाइसँग भेटेर मिठो कुराकानी गर्नेछु। डेकोरेसन दामी छ। सो ओल्ड टाउनको भ्यू चाहिँ अहिले यस्तो भइरहेछ है, पुरै घाम लागेको छ दामी। टक्कै यहाँ ओल्ड टाउन सबभन्दा मेन सिटी भनेको चाहिँ यहाँको मान्छेहरू चाहिँ टनाटन आएको हुन्छ। यहाँ टुरिस्टहरू भयो, अरू यहाँको मान्छेहरू भयो, टुरिस्टहरू अरू देशबाट। सो यो ओल्ड टाउन चाहिँ एकदम यहाँको फेमस ठाउँ हो। मैले अस्ति एउटा ओल्ड टाउनको भिडियो पनि हालेको थिएँ। सो त्यो चाहिँ नाइट थियो, नाइटको भिडियो थियो है। सो दिनमा चाहिँ यस्तो भ्यू देखिन्छ। त चाहिँ मान्छेहरू 24 आवरै हुन्छ कि यहाँ, मान्छेहरू टनाटन हुन्छ पुरै। रेस्टुरेन्टहरू पनि टनाटनै छ। सबभन्दा नेपाली दाजुभाइ मिल्यो भने कि यहीँ हो यहाँ, किनभने चाहिँ रेस्टुरेन्टहरू पनि टन्न छ नि त। त्यही भएर यहाँ चाहिँ रेस्टुरेन्ट टन्न भयो भने चाहिँ धेरै जस्तो मान्छे चाहिँ यहीँ बसेको हुन्छ कि, अब अर्डरको लागि भए पनि होइन। र यहाँ ओल्ड टाउन चाहिँ एकदम के यहाँको फेमसै भनौँ न, सबभन्दा रेस्टुरेन्टहरू पनि टनाटन भएको होइन। यस्तो खाले घरहरू छ। टुरिस्टहरू हो, यहाँ टुरिस्टहरू टन्ना हुन्छ। सो नेपाली दाजुभाइहरू चाहिँ यहीँ हुन्थ्यो। त्यो आज अर्डर नभएर चाहिँ सायद छैन होला जस्तो छ। मैले चाहिँ सोचेको थिएँ राम्रो कुराकानी गर्छु सोचेर टक्क लगाएर मिठो कुराकानी गरौँ सोचेको थिएँ, छैन रहेछ कोही पनि। यही हो चाहिँ मेन अड्डा भनेको चाहिँ यहीँ बसेर हुन्थेँ। त्यही पनि म अलि अगाडिसम्म जानेछु। टक्क काम लागेको छ, राम्रो छ भ्यूहरू। सबभन्दा नेपाली दाजुहरू मिल्यो भने चाहिँ यही ठाउँ हो। सो यहाँनिर चाहिँ दुईजना बसेको जस्तो देखिरहेको छु। यहाँ चाहिँ दुईजना मस्त बसिरहेको छ। के छ दाजु, सन्चै हुनुहुन्छ? हेलो, ए मलाई पनि एकदम ठिक छ। एकछिन मैले भिडियो बनाएर केही समस्या त हुन्न नि? ए म तपाईँसँग अलिक कुराकानी गर्दैछु। ए अनि के छ, सन्चै हुनुहुन्छ? के छ, ठिक छ नि? ल हस्। सो एकछिन म कुराकानी गर्नेछु अलि रमाइलो है। एकछिन टक्क म पनि ब्याग खोलेर टक्क यहाँ बस्दा हुन्छ? यो टायरहरू चाहिँ यो साइकलहरू होइन, टक्क मेरो चाहिँ यहाँ छ। टक्क अब राम्रो कुराकानी गर्नेछु। टक्क यस्तै हो, चिसो छ, गर्मी छैन। अरू के छ दाजु, कति भयो तपाईँ आउनु भएको? आएको 1 घन्टा भयो, एउटा अर्डर पनि आएन अझैसम्म। कुरै छु त्यस्तै। अनि यता ठिक छ हजुर, अर्डरै छैन। बसिरह आउने बस्ने जाने त्यही भइरह, काम छैन। टाइम पास भइरहेको। सो तपाईँ रोमानिया आउनु भएको चाहिँ कति भयो? आएको त भयो 7 महिना भइसक्यो। यता चाहिँ सेम ए सँगै आएको? सँगै आएको। ए सो उहाँहरू चाहिँ 7 महिना भइसक्यो। 7 महिनादेखि डेलिभरी गर्नु भएको? डेलिभरीमै हामी आएको, भिजा झरेकै डेलिभरीमा, आएकै डेलिभरीमा, आएको भोलि पर्सिखेर चाहिँदेखि सुरु गरेको, अहिलेसम्म गर्दैछौँ। ए सो तपाईँहरूले चाहिँ कस्तो लाग्यो त डेलिभरी काम चाहिँ कस्तो छ, कस्तो लाग्यो? डेलिभरी यसो यो पनि अरू काम चाहिँ तपाईँको सिजन अनुसारको काम रहेछ। जाडोमा राम्रै रहेछ, यो गर्मी लागेपछि फिटिक्कै छैन। यसमा चाहिँ खान र बस्न धौ पुर्याउने पर्ने खालको छ। ए सो अहिले चाहिँ गर्मी लाग्यो, अहिले चाहिँ अफ सिजन हो होइन। सो यो अफ सिजनमा चाहिँ गर्मी छ, कस्तो छ मलहरू, कतिको छ अर्डर, कस्तो छ, के छ यसो बताइदिनु न। ठिकै छैन तपाईँको चाहिँ होइन, बिहानदेखि साँझसम्म 200 रुपियाँ हान्न पनि सकिँदैन। 150, 170 त्योभन्दा धेरै पुर्याउन सकिँदैन। त्यही माथि कम्पनीलाई चाहिँ बुझाउनु, कति बुझाउनु पर्छ कम्पनीलाई?
कम्पनीलाई यताउता साइकल सबै गरेर टोटल हाम्रो 800 रुपियाँ बुझाउनु पर्नेमा 800 कमाउनु पनि दुःख भइरहेछ अहिले हप्तामा। हजुर अब त्यही हो, अब कहिले होला कहिले नहोला, अब गरिराखेको छ, हिँडिराखेको छ के अरे। ए त्यही त धेरै जस्तो अरू अरू कम्पनीमा आउनुभएको पनि धेरै फस्नु भएको छ नि त, त्यही भएर यस्तो गर्मीमा म पनि डेलिभरी काम गर्ने मान्छे हो, त्यही भएर म पनि अरूबाट चाहिँ यसो केही कुराकानीहरू सोधौँ पुछौँ भनेर चाहिँ मैले भिडियो बनाएको हो होइन। ठिकै छ, राम्रो लाग्यो, खुसी लाग्यो। अनि तपाईँको घर चाहिँ कता हो दाइ? मेरो पाल्पा पर्छ, नेपाल पाल्पा। तपाईँको सेम स्वयं पाल्पाको हो? एउटै ठाउँको। ठिक छ। अनि के गर्छ त अब विचार, के गर्ने विचार छ अब यो गर्मीमा? डेलिभरी गर्न त गाह्रो छ, दिनकै 150 गर्न पनि गाह्रो छ भने जस्तो। अनि कम्पनीलाई 800 तिर्नै पुग्दैन, के खाने के गर्ने, उता घरमा के बेच्ने, के छ प्लान? अब हेरौँ, अब सकेसम्म अर्को काम खोजेको हो कि, पाइयो भने जाने, भएन भने लुखुर गरिराख्ने। कता जाने हो र, अब आइसकियो रोमानिया काम गर्नको लागि, जाने कता हो र? हजुर हजुर। त्यसो भने चाहिँ गाह्रो छ, अहिलेको सिजन चाहिँ एकदम गाह्रो छ, धेरै गाह्रो रहेछ। अब थाहा पाइयो बल्ल। तपाईँ आउने बेलाको कस्तो छ? आउने बेला चाहिँ कस्तो छ? आउने बेला राम्रो थियो, हाम्रो जाडो सुरु हुन लागिसकेको थियो। त्यो बेला त राम्रो थियो, कमाइ दिनको 200 प्लस 300 नै हुन्थ्यो। त्यो भनेको धेरै राम्रो कमाइ हो। हजुर धेरै राम्रो। अहिले चाहिँ छैन, घट्यो, गर्मी लाग्यो, घाम लागेको सिजनमा। त्यो माथि यो शनिबारको दिन त झन् फिटिक्कै अर्डर नआउने रहेछ। शनिबार आइतबार चाहिँ प्रायः जस्तो यहाँको मान्छेको चाहिँ छुट्टी हुन्छ, त्यही भएर चाहिँ सबै जे होस् बुकारेस्ट आउट जान्छ कि, बुकारेस्ट बाहिर जाने अनि रेस्टुरेन्टतिर घुमफिर गर्न जाने, त्यस्तो गरेर चाहिँ अर्डर नभएको हो। त्यही हो है, त्यही हो। अनि के छ त अब कहिले यतै बस्ने हो कि के गर्ने हो? अरू कम्पनीतिर जाने हो कि तपाईँ अरू देश जाने हो कि यहाँबाट त अरू देश पनि जान पाउँछ? के छ तपाईँको प्लान्सहरू? अब अरू देश जान पनि त्यस्तै हो, जान त जाने हो सोच छ, तर 1 वर्ष नपुगुन्जेलसम्म रिलिज पनि नदिने रे कम्पनीले। त्यही हो न। हजुर 1 वर्ष पुगेपछि रिलिज लिने, अनि राम्रो डाइरेक्ट कम्पनीतिर लाग्यो भने राम्रो होला भन्ने सोच छ। त्यही छ, अरू चाहिँ जोस राम्रो छ। अनि तपाईँको के छ हजुर? हजुर के छ? ठिक छ। ठिक छ नि, त्यस्तो केही गाह्रो त भएको छैन? गाह्रो के भन्ने, अर्डर आइदिने नआए बस्ने खाने, त्यही हो। अहिले त केही पनि छैन, खुलित्तै भएको छ, रमाइलो गरिरहेको छु जे भए पनि। घरमा चाहिँ भयो नपठाएको होला है, भयो होला आजभोलि त भइसक्यो 1-1.5 महिनादेखि अर्डरै छैन। दाइ म तपाईँलाई अरू एक प्रश्नहरू थपेर बोल्न चाहे। सो तपाईँ चाहिँ अब डेलिभरीमा आउने, नेपालबाट डेलिभरीमा आउने र अरू अरू ठाउँबाट डेलिभरीमा आउने मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? सुझाव के छ तपाईँको? यसो हो, अब डेलिभरीमा आउने भन्दा पनि अब तपाईँको चाहिने ठिकै हो। यहाँ आउनको लागि चाहिँ नेपालदेखि डेलिभरीमा चाहिने भिजा चाहिँ छिटो लाग्दो रहेछ रोमानियाको लागि। तपाईँको अरूमा भन्दा चाहिँ डेलिभरीमा 90% चाहिँ ढुक्कै लाग्ने रहेछ। यहाँ आउनुहोस्, अब आउनको लागि चाहिने त्यही हो, तपाईँको चाहिने अब साइकल चलाउन जानेको हुनु पर्यो, स्कुटरहरू चलाउन जानेको हुनु पर्यो, अनि लाइसेन्सहरू हुनु पर्यो। र त्यो मात्रै भएर त भएन। यहाँ आएपछि नेपाल र यहाँको बाटोहरू धेरै फरक छ। तपाईँको चाहिने अब पानी आउँदा गाह्रो पर्छ। अब जुन कमाइ हुने बेला भनेको पानी आउँदा पनि हो एउटा कमाइ हुने। अब त्यो बेला चिफ्लिन्छ, लड्ने सम्भावना धेरै हुन्छ। गाह्रो त धेरै नै गाह्रो छ भने चाहिँ छैन। त्यही पनि आउनुहोस्, नेपालदेखि आउनुहुन्छ, डेलिभरी भिजा लाग्छ कि कस्तो हुन्छ भनेर सोध्नु, के बुझ्न चाहनुहुन्छ भने तपाईँ चाहिने आउन सक्नुहुन्छ। आउनुहोस्, आएर चाहिने अब सिजनमा राम्रै कमाइ हुन्छ, काम गर्ने आरामले। अब त्यसपछि चाहिने कम्पनीलाई भनेर हुन्छ कि कता के गरेर हुन्छ, अन्यन्त्र वेयर हाउसमा काम खोजेर गर्दा राम्रो हुन्छ। अनि दाइ के भन्छ, तपाईँले यहाँ रोमानिया आउँदाखेरि चाहिँ डेलिभरी आउँदा हुन्छ राम्रो हुन्छ कि अरू कम्पनीहरू आउँदा राम्रो हुन्छ? सबभन्दा बेस्ट के छ? अब त्यो त मलाई पनि थाहा हुने कुरो भएन। तपाईँको चाहिने त्यही हो, डाइरेक्ट कम्पनीमा पर्नुभयो भने त त्यो जतिको राम्रो हो, तपाईँलाई त्यो जतिको स्वर्ग केही पनि होइन। बाँकी अरूमा त अरू कम्पनी, सप्लाई कम्पनीमा त अब खै अरूले भने अनुसारमा त त्यति राम्रो हुन्न त भन्छन् है। आफू गएको छैन, अब त्यसले गर्दा त्यो चाहिने यसो हो, युरो कन्ट्री छिर्नको लागि यहाँ आउनुहोस्। यहाँ आएपछि अब तपाईँको लागि धेरै बाटो खुल्छ, त्यति हो भन्नु। त्यो चाहिँ फाइदा चाहिँ होस्। डेलिभरीमा भिसा लाउने भने चाहिँ डेलिभरीमा 100मा 90 लाग्ने, अनि यहाँभित्र छिर्नको लागि चाहिँ आउँदा हुन्छ।
अनि दाइ मैले अस्ति केही कुराहरू पनि सुनेको थिएँ कि यहाँबाट चाहिँ 20-21 जना चाहिँ यहाँबाट चाहिँ भागेर चाहिँ अरू देशमा जानुभयो डेलिभरी गर्न नसकेर भन्ने कुरा सुनेको थिएँ। तपाईँलाई के भन्न चाहनुहुन्छ? त्यो ठिकै हो। यहाँ डेलिभरी भन्दैमा फेरि तपाईँको जति हामी आउँदा डेलिभरी गर्ने मान्छेहरू थिए, जति थियौँ हामी, अहिले 4 गुणा 5 गुणाले डेलिभरी चाहिने मान्छे, डेलिभरी गर्ने मान्छेहरू बढे। हजुर नेपालबाट पनि डेलिभरीमा आउने है? नेपालदेखि आउने, अब बङ्गलादेशदेखि आउने, तपाईँको धेरै ठाउँ, श्रीलङ्काबाट आउने, पाकिस्तानबाट आउने, यहीँका लोकल पनि धेरै निक्लिए अहिले चाहिने डेलिभरी गर्ने। त्यसले गर्दा धेरै भयो मान्छेहरू, त्यसले गर्दा पनि काम कम भएको हो। त्यसो हुँदा काम कम भइसकेपछि त अब के गरेर खान त पर्यो, बस्न पर्यो, विकल्प केही नरहेर चाहिने भागेकाहरू अब गए, तिनीहरू अब बाटो लागिसके। जे होस् राम्रो गर्यो। राम्रो गरे। लास्ट प्रश्न सोध्छु। लास्ट भनेको चाहिँ म अब रोमनमा आउने मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? डाइरेक्ट कम्पनीमा आउँदा राम्रो हुन्छ कि अब तपाईँको यो डेलिभरीमा आउँदा राम्रो हुन्छ कि के गर्दा राम्रो हुन्छ? सबभन्दा मेन पावरसँग बुझ्नुहोस्। मेन पावरमा चाहिँ राम्रोसँग चाहिँ दलेहरूसँग बुझेर मात्रै चाहिँ भिजा लाउनुहोस्। त्यत्तिकै हावाको तलमा नलाउनुहोस्। अब आउनै मन छ, तपाईँ युरो कन्ट्री छिर्नै मन छ भने चाहिँ तपाईँको अब जेमा आउँदा पनि हुन्छ। जुनमा अब डेलिभरीमा आउनुभयो भने धेरै सजिलो भनिसक्यो मैले, छिटो भिजा लाग्छ। अरूमा आउनुभयो भने अलिक कमै लाग्ने सम्भावना हुन्छ, अलिक गाह्रो हुन्छ। र अरूको चाहिँ कामको फिक्स हुँदैन, कुन जेमा पनि हाल्न सक्यो, जेमा पनि पर्न सक्यो। डेलिभरीमा आउनुभयो भने ढुक्क डेलिभरी हो, एउटा झोला बोक्ने, साइकलमा हिँड्ने हो, त्यति हो। हस् धन्यवाद, तपाईँले राम्रोसँग मिठो कुराकानी भयो। ओके धन्यवाद। दाजुभाइसँग राम्रो कुराकानी भयो। त्यो उहाँले पनि एकदम बेस्ट राम्रो भन्नुभयो। यस्तै छ हालत होइन। र डेलिभरीमा आउने साथीहरू चाहिँ अलिक ध्यान दिएर आउनु होला। भिसा लगाउने नेपालबाट दलेहरूले चाहिँ भिसा लगाउनको लागि भए पनि, यहाँभित्र छिराउनको लागि भए पनि तपाईँको कोरियरमै भिसा हाल्छ होइन। सो आउँदाखेरि अलिक ध्यान दिनु होला। अहिलेको अवस्था एकदम नाजुक छ होइन। अहिलेको अवस्था भन्दाखेरि अहिले चाहिँ तपाईँले खान र बस्न पनि धौधौ हुन्छ क्या। अहिलेको सिजन अब झन् गर्मी लाग्यो, अझै गर्मी लागेकै छैन। यहाँको गर्मी 40 डिग्रीको गर्मी त अझै आएको छैन, अझै गर्मी लागेको छैन। सो त्यही भएर तपाईँहरू अलिक विचार गरेर आउनु होला। कतिपय नेपाली दाजुभाइहरूको कसैको लडेर हात खुट्टा भाँचिएको छ, कसैको केही छ, कसैको केही छ। अनि धेरै जस्तो त्यो केसहरू चाहिँ बबालै छ त्यस्तो भएको। र अस्ति 20-21 जनाहरू चाहिँ यो छोडेर चाहिँ अरू देश गए। धेरै जस्तो साथीहरू चाहिँ काम नपाएर 3-4 महिना रुममै सुत्नुपर्छ। सो आउँदाखेरि सबभन्दा भनेको चाहिँ तपाईँ राम्रो कम्पनी चुज गर्नु होला, राम्रो मेन पावरमा जानु होला। र डाइरेक्ट कम्पनीमा आएको राम्रो हुन्छ, सबै कुराहरू राम्रो हुन्छ डाइरेक्ट कम्पनीमा आएको। सो विचार गर्नु होला। ओके, मिल्छ हामी अर्को एपिसोडमा। सो म एक दिनमा चाहिँ कति कमाइ हुन्छ भन्ने भिडियो चाहिँ म तपाईँहरूलाई सेयर गर्नेछु। भिडियो थ्याङ्क यू सो मच वाच फर भिडियो। आई होप तपाईँहरूलाई भिडियो राम्रो लागेर च्यानलमा नयाँ सब्सक्राइब गरिदिनु होला। मिल्छु हामी अर्को एपिसोडमा। ओके, बाई बाई।